मकवानपुर गढी दरबार है। अब चाहिँ हामी दरबारमा प्रवेश हुँदैछौँ अब है। अब प्रवेश हुँदैछौँ। अब हेर्नु यो उतिखेरको यो ढुङ्गाले बनाएको यस्तो संरचना कसरी बनायो होला होइन। यसो ढुङ्गाले न यो सिङ्गो ढुङ्गाले हेर्नु है। ढुङ्गाले अब सर्लक्क लाएर अब यसरी बनाएको छ होइन। यो सबै ढुङ्गाको दरबार उतिखेरको राजाहरू बस्ने यो जुन मकवानपुर गढीको दरबारमा बस्ने गढी दरबार भनौँ न यो होइन। अनि अहिले यसो हेर्दाखेरि काठबाट पनि बनाएको छ। सबै यो ढुङ्गाले बनाएको फेरि यस्तो ढुङ्गा हो कि यो ढुङ्गा चाहिँ त्यति धेरै बलियो पनि छैन। यो भौतिक उतिखेरको चाहिँ यो चाहिँ अब सिमेन्टले बनाउने यो माटो र यो माटोले यो चाहिँ लागेको 1819 तिर बनाएको। अहिलेसम्म पनि यस्तो टिकाउ भनेको अनि देखिन सकिन्छ। यहाँको चाहिँ अब काठहरू सबै निकालेर चाहिँ मान्छे चोर्या हो के हो होइन। अहिले देख्न सक्नुहुन्छ यो सबै निकालेको रहेछ। अलिकति यसो हेर्दाखेरि यस्तो निकालेको छ हेर्नु है। यस्तो राम्रो